2013 को नोभेम्बरमा जिते हो हैन। म चाहिँ त्यही पहिला कार्यरत रहँदाखेरि त्यहाँ कन्सल्टेन्ट अप्पर चामखुट्टीको कन्सल्टेन्ट अफिसमा म त्यहाँ काम गर्थेँ। त्यतिखेर चाहिँ हामी साइट भिजिट जाँदाखेरि चाहिँ खिचेको फोटो हो त्यो। अनि त्यो फोटो चाहिँ यसरी मिडियामा आउँदाखेरि चाहिँ कस्तो कस्तो लाग्यो तपाईँलाई? यो अर्कै भनेर आयो होइन? अरुण मलाई त्यो फोटो चाहिँ यस्तो थियो, मैले त्यो खिच्दैपछि मैले त्यो साथीहरूलाई चाहिँ युज गरेको थियो होइन त्यहाँ अफिसमा। त्यसपछि त्यो कपी गर्दा गर्दै त्यही पछि चाहिँ पत्रकारहरूसँग कता कता पनि पुगेको थियो क्यारे होइन त्यही बेलामा। अनि मैले त्यो बेलामा पनि पछि मिडियामा देखेको थिएँ त्यो फोटोहरू। अनि मलाई त्यो फोटो युज गर्दाखेरि केही आपत्ति छैन। तर अहिले जुन तपाईँले त्यो पठाउनु भयो नि त्यो जुन मिडियाले गरेको त्यो नेग्लिजेन्स हुन्छ नि त्यो चाहिँ मलाई ठिक लागेन कि। अब एउटा फोटो कता कताबाट के हो कस्तो हो, मिडियाले त रिसर्च गरेर होइन एउटा न्युज त राइट न्युज दिन पर्यो नि त। तर त्यसरी फोटो एउटा कता कताबाट कुन चाहिँ हाइड्रो पावर के हो के थाहा छैन यतिकै राखेर अनि टाइटल चाहिँ अर्कै छ, त्यो देख्दा त अलिक ठिक लागेन। म त त्यहाँ एज आइटी अफिसर काम गर्थेँ होइन, म त्यति साइट जानु पर्दैन, मेरो काम त अफिसमै हुन्छ। तर कहिलेकाहीँ यसो साइट भिजिट जाने भन्ने हुन्छ नि त हाम्रो त्यहाँ इन्जिनियरहरू जाँदाखेरि। त्यसको मसँग त र फाइल नै छ होइन, त्यो मेरै क्यामेराबाट खिचेको हो। त्यो क्यामेरा चाहिँ अहिले मसँग छैन, तर त्यसको त्यो जुन चाहिँ र फाइल छ त्यो मैले स्टिक गरेको त्यो चारवटा कि पाँचवटा फोटो खिचेर स्टिक गरेर राखेको फोटो हो कि त्यो प्यानोरामिक छ नि त। अनि त्यसको मसँग त्यो र फाइल नै छ कि त्यो। कसैले अरुण थर्कै फोटो हो भनेर जिद्दी गर्यो भने के भन्नुहुन्छ? अब त्यो चाहिँ अब जिद्दी गर्ने मान्छेले अब कसरी अब उसले चाहिँ यो हो भनेर भन्न सक्छ, उसले प्रुफ गर्न सक्नु पर्यो नि त। मान्छेले जिद्दी गर्यो भन्नेमा सही त हुँदैन। तर तपाईँले फोटोहरू मिडियामा आएको फोटोहरू त हेरिराख्नु भएको हुन्छ नि होइन? अरुण थर्ड भनेर यो फोटो आएको देखिराख्नु भएको होला नि त होइन? यो चाहिँ यहाँ मैले देखेको थिएन होइन, तपाईँले मलाई त्यो लिङ्क पठाएको मात्र देखेँ। मलाई हार्ट एटेक पहिला त्यो मान्छेहरूले राख्न पायो गर्नु पायो भन्दामा कति हतार हुन्छ होइन, के हो कस्तो। अहिले यो झन् फेक न्युजहरू यति बढेको छन् मान्छेहरूले। अब भनौँ न कतिपय मान्छेहरू अब बल्ल बल्ल अब यो इन्टरनेट चलाउने थाले हुन्छन् प्रायः जस्तो। अब हाम्रो अहिले सुनिरहेको हुन्छ नि जस्तो अब ड्याडी मम्मीहरू अब जसरी अब अलिक बढी उमेर भएको हाम्रो सिनियर सिटिजनहरू उहाँहरूलाई त अब यस्तो सोसियल मिडिया भर्खरै अब यसमा उ गरे हुन्छ नि त, मोबाइल यो चल्न थालेदेखि। अब मोबाइलमा आउने बित्तिकै हो भनेर भन्न थाल्छन्। अनि त्यसपछि यस्तो यस्तो भयो अरे उस्तो भयो अरे भनेर नाना थरी कुराहरू अहिले झन् यति गाह्रो छ।